यत्रो कन्ट्रोभर्सी भएर चल्नै नदिएको मुभी कस्तो रहेछ त? हे गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज चाहिँ हामी लाली बजार हेर्न जान आँटेको। भिडियो अपलोड गर्न अलिकता लेट भए पनि यो चाहिँ मेरो जेन्युन रिभ्यू हो मुभीको लागि। वी वर रियली एक्साइटेड मुभी हेर्नको लागि। म र मेरो साथी र मेरो दिदी गयौँ मुभी हेर्न। कसमै भन्नुपर्दा मलाई स्वस्तिमा खड्काको एक्टिङ टप नच लाग्छ क्या। उहाँलाई जस्तो रोल दिए पनि कस्तो एफोर्टलेसली गर्ने, प्लस उहाँको डान्सको त अब के कुरा गर्नु, उहाँको एनर्जी एक्सप्रेसन बाफरे टप नच। प्लस त्यो सानो नानीको कति राम्रो डान्सिङ स्किल प्लस एनर्जी देखेर म त दङ्ग परेँ। म खासै नेपाली मुभी हेर्न त मान्छे होइन, तर नेपाली इन्डस्ट्रीमा यतिको मुभी चाहिँ एकदमै राम्रो हो है। म साँच्चै भनेको जेन्युन मेरो रिभ्यू हो। मलाई एकदमै मन पर्यो यो मुभी र यो मुभीले पोर्ट्रे गर्न खोजेको मेसेज एकदमै राम्रो। डु वाच द मुभी गाइज, इट्स वर्थ इट साँच्चै भनेको। मुभी हेरिसकेर वी वेन्ट टु कन्क्रिट क्याफे। त्यहाँ चाहिँ हामीले खाजाहरू खायौँ, फोटोहरू खिच्यौँ, एकछिन टाइम स्पेन्ड गऱ्यौँ मेरो साथीहरूसँग। अनि त्यसपछि हामी आफ्नो घरतिर लाग्यौँ। सो दिस वाज इट, सी यु इन माई नेक्स्ट ब्लग, बाई बाई।